गोली छ यार दुईजना हो मे द बेस्ट वान विन हैन त ओ क्यामेरा रेकर्ड छ खोइ अनि किन लाइरा त है राजा द रकेटको पनि क्रास भएको छ दिलीप दनवार फेरि पनि सेकेन्ड क्रास है राइडर नम्बर 99 अभिनव राज मल्ल अन्डे क्रास श्री लेट्स गो ल्याप टाइम काउन्ट हुँदैछ श्रीको लेट्स गो ब्रो अन्डे प्रशान्त मोटुको बाइक वी मिस यु अ लट एकदम धुलो धुवा धेरै छ अब यस्तै छ अहिले एकछिनमा भेटौँला मेरो भाइ सुहान बिष्ट लडेर पनि उठ्नु भएको छ के भयो स्प्रिन्ट रेस भने थाहा छैन के हो भन स्प्रिन्ट रेस भने के हो भन्न सकेन स्प्रिन्ट रेस भने के हो भाइ गुड मर्निङ एभ्रिवान वर्षा हियर सो वेलकम टु माई न्यू च्यानल यो च्यानल चाहिँ एकदम रमाइलो कहिलेकाहीँ इभेन्टहरूको मात्र पोस्ट हुनेछ सो आज छ फ्राइडे किनभने आज हाम्रो रेस रोड रेसिङ च्याम्पियनसिप 2026 राउन्ड 2 को फाइनलिस्टहरूको चाहिँ फाइनलिस्ट त के भनौँ राइडर्स पार्टिसिपेन्ट्सहरूको चाहिँ ग्रिडको लागि लडाइँ हुनेछ आज कसले फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ सिक्स्थ ग्रिडमा चाहिँ बस्ने भनेर चाहिँ आज फाइनलाइज हुनेछ सो म जाँदैछु बनेपा भर्खरै घरबाट निस्केँ सो यो नयाँ च्यानललाई सब्सक्राइब पक्कै पनि गर्नु होला मन छैन भने पनि इट्स फाइन अब एकछिनमा मेलिनालाई पिकअप गरेर हामी पुग्नेछौँ बनेपा चण्डेश्वरी ड्राइभिङ सेन्टर टु विटनेस के भन्छ सानो ग्रिडको लागि लडेको रेस अब रेस ट्र्याक त त्यस्तो छैन नेपालमा होइन हाम्रो मेलिना तामाङ भेटिसक्नु भएको छ बस्नुहोस् हजुर बस्नुहोस् होइन यो मेरो नयाँ युट्युब च्यानल हो हजुरलाई धेरै धेरै वेलकम छ ओके गाइस हामी जाँदैछौँ बनेपा अब सृजन भाइलाई एकचोटि लिन्छौँ कल 30 हो नि त साथी स्पिड एकदम हामीलाई त डर लाग्छ अनुहार देख्ने नि त भगवान्ले नि नहेरे भने जस्तो गाइस वी हेभ अलरेडी पार्क्ड आवर कार माइक जोड्दैछौँ अब हामी जाँदैछौँ राइडर्सहरू अभि ठिक छ नि ए माइक त यता रहेछ ल हामी छिर्दैछौँ अब हाइटेकको सबैजना आइसक्नु भएको छ आजबाट आइएम ब्लगर हेलो एज यु क्यान सी सब राइडर्सहरू प्रिपेयर हुँदै हुनुहुन्छ हाम्रो विवेक पाण्डु ल दामी दामी आरके अल द बेस्ट भाइ You are in my vlog. You are in my vlog, brother. आहा, ओए मेरो भ्लगलाई हेलो भन्देऊ हाम्रो वान एन्ड ओन्ली अभिनव यो भ्लग है भ्लग श्रीजी हेलो वेलकम टु माई च्यानल ल है धुप बत्ती बाल्दै हुनुहुन्छ हाम्रो राइडरज्यूहरू राजाजी अनि यहाँ हुनुहुन्छ युगेश हेलो भन्देऊ मेरो हेलो ल है भाइले बनाउँदैछ बाइक साइक के गर्दैछ रेडी हुँदैछ ल्याप टाइमको लागि अहिले त प्र्याक्टिस ल्याप होला ए यस्तो छ हाम्रो ट्र्याक वाउ ए नोभिसको भाइहरू एकदम धुलोहरू छ एकदम धुलो धुवा धेरै छ अब यस्तै छ अहिले एकछिनमा भेटौँला फ्री प्र्याक्टिस हुँदैछ होइन ए सुजित लामा र हाम्रो सुरज भाइको प्र्याक्टिस भइरहेछ बवाल बवाल छ है बाइकहरू आम्मा सक्छ त अनि ल है तेरिका प्रशान्त मोटुको बाइक पहिला जहिले यसले यही बाइकबाट राइड गर्थ्यो वी मिस यु प्रशान्त वी मिस यु अ लट गाइज हाम्रो राइडर नम्बर 22 आरआरके सरोज अस्ति त सामान कोचेको थिएँ आज त कोचेको छैन होला नि भाइले जिस्काइदिए हल्का
अनि अर्को यो अब हाम्रो यस्तै नयाँ नयाँ भाइहरू छ अहिले भन्नु अब सुहानले चाहिँ मेरो हेलमेट लाउनु भएको छ अस्ति जित्नु भएको थियो होइन अब आज के जित्नुहुन्छ त ए ह्यान्डसम दिएछ है मेरो भाइ ल मेरो हेलमेट हो है बिर्सेला नि बाबु फेरि जितेपछि ल ल ल सम हङ्क नोभिसको सुहान ल अल द बेस्ट है भाइ Vivek Pandey, rider number 34 from Nationals. Zenith कम मेहनती छ त ल हेर्नुस् Vivek Pandey, Vivek Jaiswal. अहिले विवेकको सवालको टाइम रहेको छ युकेश है धेरै पछि आउनु भएको छ आमा पाण्डे र युकेशको है परिरहेछ दुईजनाको ल नेसनलको सुरु हुँदैछ है अभिनव भाइ कसरी कहाँ कसरी हाम्रो अघि छुट्नु भएको राइडर्सहरूको लागि अब अभिनवको पछाडि गइसक्यो हान्दै केटाहरू अभिनवले सुजनलाई पनि हान्दै तेरिका केटाहरूको प्र्याक्टिस सकाएर आइसक्नु भयो अब चाहिँ फेरि नोभिसको पालो यहाँ छ वाउ कति रमाइलो केटाहरू प्र्याक्टिस सकाएर आइसक्नु भयो है बवाल बवाल प्रेसर पर्ला फेरि डर लाग्छ खिच्न पनि ल अभि अल द बेस्ट खतरा है हाइटेकमा बनाएको बाइकहरूलाई सकिन्न ल यहाँ हुनुहुन्छ हाम्रो निकेश दाइहरू है आहा कति राम्रो बाइकहरू यार कुन कुन सेक्सनमा लडे हो ठिक छ केही छैन हानिहालिन्छ नि राइडर नम्बर 95 दिदीको हेलमेट दिदीको बुट हानिहाल्छ नि यार बाबु इमेल न कसले लान्छ यार आज भन्नै नसक्ने भक्ति मे द बेस्ट वान विन होइन त ओ क्यामेरा रेकर्ड छ कस्तो ज्ञानी छन् हाम्रो नेसनलको भाइहरू ज्ञानी छन् कि ल अल द बेस्ट है हाम्रो भाइहरू आज बवाल छ सबैजना छ नि बिचरा राइडरहरूलाई रेस सुरु हुनुभन्दा अगाडि थकित छन् सबैजना यस्तो ह्यान्डसम देखेको छ ल आम्मा काराको फुल फर्म के हो अनि किन लगाइरह त ल अल द बेस्ट है ल गोलमा देवी कतिको चलिरहेछ ल अल द बेस्ट है भाइ थ्याङ्क यू बाबु एउटा बाइक अब स्पोन्सर हान्नु पर्यो मलाई ओके थ्याङ्क यू सो मच बाई बाई यति माया गर्छौँ हामीलाई हेर्नुहोस् फेरि पाण्डे हो यो म होइन चरा सबजना थकित छन् हजुर हजुर यसो भ्लग हो नि भाइ आज आएको यसो वाइल्ड थाकिसक्यौँ यार गाइजहरू अब घाम त्यस्तै छ मास्क खोलौँ भने त्यस्तै हो अनुहार होइन त सिजन रमाइलो भइरहेछ ल भोलि पनि आउनुपर्छ है ग्रुपको के हुँदैछ सर एकदम म त युरो ग्रुप फेभरेट हो नि त फेरि अहिले त हस् राम्रो छ एकदम पर्फर्मेन्स राम्रो छ हस्
स्पोर्ट्सको खाना चाहिँ यस्तो मिठो हुन्छ है, यस्तो मिठो हुन्छ। ल मिठो छ होइन दाइ? मोटर स्पोर्ट्सको त फेरि बवाल हो नि, मासु सासु सबै पाउँछ हामीले। वाह हेन्सम मान्छे। आमा के छ टुङटुङ दाइ? ल सन्चै हुनुहुन्छ? ल ठिक ठिक ठिक। जति पनि राम्रो राम्रो भिडियोहरू आउँछ जेनित सरको कारणले हो। थ्याङ्क यू सो मच जेनित सर। गर्मी छ है? गर्मी छ है? अत्याचार है? धेरै कम यार। ल राम्रोसँग खिच है भिडियोहरू फोटोहरू। ओके कस्तो भइरहेछ? हो वेलकम टु माई भ्लग है त। तिमी भ्लग अब घरमा गएर हेर्नुपर्छ है। वर्षा बस्नेत भनेर सब्सक्राइब गर्नुपर्छ ल। रमाइलो भइरहेछ? ल ठिक ठिक ठिक। फेरि मार्सल मात्र होइन नि, यस्तो मिठो मिठो खाना दिँदैछ हामीलाई। हेन्सम हेन्सम भाइहरू भर्खर खाना खानु भयो। अब एकछिनमा तोप हान्नुहुन्छ होइन त दुईजनाले? है गोली छ यार दुईजना। हो त्यसरी हान्छु रे ल। गर्मी छ, यस्तो गर्मी छ गाइज होइन। मेरो भाइलाई यस्तो गर्मी भइसक्यो। यहाँ भाइले आज धोबी हान्छु भनेर बसिरहेको छ। धुलो रे धुलो हेर्नु न, पाक्नै लगाइसक्यो। अलिकति फ्यानको सिस्टम पनि ल्याउनु पर्यो। मोटर स्पोर्ट्स नेपाल भन्दा पुरानो राइडर। हेलो अजय ए अर्जुन सरी। म अब राइडै छैन, रेस नै छैन, कसैले चिनेर काम पनि छैन। स्पोन्सर दिन आइहाल्छ झ्याउ हुन्छ फेरि। अब खै कसले लाने हो? कस्तो बवाल छ नि यिनीहरू। अभिनवले लान्छ कि श्रीले लान्छ कि राजाले लान्छ कि युकेश? युकेशलाई त एक्सक्युज छ किनभने युकेश धेरै पछि आएको हो। तर फास्टेस्ट हाम्रो 250 को चाहिँ फास्टेस्ट ल्याप टाइम होल्डर हो है। सबैभन्दा फर्स्टमा हाम्रो अस्तिको विनर सरोज गइसक्नु भएको छ। अब लेट्स सी है उहाँको ल्याप टाइम कति आउँछ के हुन्छ। एकदम गाह्रो छ यार गर्मीमा। ट्र्याक धन्नले यति भयो नि ट्र्याक विनोद दाइले प्रोभाइड गर्नुभएको छ यार हामीलाई। ट्र्याक नभएर नि तनावै हुने के। नाइस है नाइस। राइडरको रेसै नभए पनि अब यस्तै छ। वेलकम है बहिनी। अब नेक्स्ट राइडर हाम्रो युकेश थापा फ्रम नेसनल्स। अब कस्तो चलाउनुहुन्छ हेरौँ है। ल्याप टाइमको लागि उहाँ रेडी भइसक्नु भएको छ। आउँदै हुनुहुन्छ वान एन्ड ओन्ली श्रीहरि पौडेल। यसपछि राइडर विवेक पाण्डे। श्री लेट्स गो। ल्याप टाइम काउन्ट हुँदैछ श्रीको। लेट्स गो ब्रो हान्दै। पाण्डे क्रैश। नेभर गिभ अप। लेट्स गो ब्रो। बवाल बवाल अहिलेसम्मकै बेस्ट। यो चाहिँ पुरै ल्याप टाइम देखाइदिरहेछ है। दिपेशले खेल्दैछ। यस लेट्स गो दिपेश। जयसवाल लेट्स गो ब्रो। अभिनव राज मल्ल। लेट्स गो अभिनव। क्रास भयो अभिनव भाइको फर्स्ट ल्यापमै। प्रशान्त सुतिया। पाइरा हुन्छ। हेलो बाबु वेलकम वेलकम। हुनुहुन्छ प्रशान्त सुतिया। राइडर नम्बर दिलीप 7 सुजन थापा मगर है। ल ल ल ओहो यतिको चाहिँ हुनु पर्यो है। प्रेयर्स एन्ड एभ्रिथिङ। लेट्स गो सुजन थापा मगर।
राजा द रकेटको पनि क्रास भएको छ राइडर नम्बर 99 आज के भइरहेछ यार राइडरहरूलाई एकदम आतिरहनु भएछ के सबैजना ल बवाल बवाल ल लेट्स गो दिलीप दनवार फेरि पनि सेकेन्ड क्रास है राइडर नम्बर 99 दिलीप दनवार उसको चाहिँ फेरि नेभर गिभिङ एटिट्युड नै बवाल छ क्या श्रीजी बधाई छ है पोल 1 है अनि अभिनव राज मल्ल 2 एन्ड हाम्रो सुजन 3 तर गाइस रेस हो जेनी हुन सक्छ है तिमी सेकेन्ड ल सरी ल ए सेकेन्ड लास्ट है भाइ चाहिँ सरी सो सरी तर गाइस रेस हो जेनी हुन सक्छ है ल अल द बेस्ट गाइस बहिनी स्नेहा कसले सपोर्ट गरेर हो रोजन महर्जन के हान्छ त उसले ल हेरौँ है त हाम्रो राउन्ड 1 को चाहिँ उहाँ लिडमै हुनुहुन्थ्यो अब राउन्ड 2 मा चाहिँ सरोजले कस्तो गर्नुहुन्छ पर्फर्मेन्स लेट्स सी वाउ अल द बेस्ट सरोज भाइ हस् उहाँलाई सपोर्ट गर्ने धेरैजना आउनु भएको छ यहाँलाई के हो सरोज लेट्स गो सरोज राउन्ड 1 को विनर सरोज दियाल के उहाँले आज बिट गर्न सक्नुहुन्छ त ल्याप टाइम वू लेट्स गो सरोज भाइ ह्यान्डसम हान्न त बबाल हान्रहेछ सरोज भाइले हान्छ कि के छ है तर हान्छ होला यार ज्याद्रो छ यो भाइ जाउँ सरोज जाउँ वी हेभ अभि रिजल्ट द फास्टेस्ट अहिलेसम्मको प्र्याक्टिस ल्याबमा चाहिँ अब उहाँले सरोजलाई बिट गर्नुहुन्छ सरोजले उहाँलाई बिट गर्नुहुन्छ गड नोज अल द बेस्ट बबाल हान्दै 25.93 हानेको छ अर्को भाइले अब हाम्रो अभि भाइले कति हान्छ है एकदमै अग्रेसिभ मोडमा छ हाम्रो भाइ हान्छ बबाल ल अल द बेस्ट प्र्याक्टिस गर्दा त सबभन्दा फास्टेस्ट ल्याप टाइम मैले हेर्दाखेरि अभि रिजालको होइन अब अहिले उहाँको लगभग 25 एन्ड लेट 25 आइरहेको छ लेट्स सी है अभि रिजालले कति हान्नुहुन्छ एकदम फाइनेस्ट राइडर उहाँको बाइक पनि एकदम तोप छ भन्ने सुनेको छु मैले बवाल छ भाइ बवाल छ वाउ अभि रिजाल द वान एन्ड ओन्ली नोभिस पहिला नि जितेको हो उसले ल गयो दामी अहिले अहिलेसम्मको फास्टेस्ट हान्नु भएको छ है बधाई छ अभि बधाई छ ल 25.5 है मैले हेर्दा चाहिँ अहिलेसम्मको फास्टेस्ट है अहिलेसम्मको फास्ट दामी अब नेक्स्ट अप वी हेभ सुरज जादु भाइ भन्छौँ हामीले गोलु मोलु श्रीले पुरै सपोर्ट है भाइहरूलाई गुरुजी है हाम्रो सबैको गुरुजी सबका बाप एक श्रीहरि पौडेल we have team Vipers hello Vipers hello अहिले हुनुहुन्छ मेरो फेभरेट भाइ आरआरके उसको र मेरो चाहिँ जहिले सुटहरू हेलमेटहरू जुदिरा हुन्छ ल आरआरके भाइ बवाल गइरहेछ गयो ओए what a save दामी हैन मैले प्रिडिक्ट गरे हो के भाइ यहाँ अब उसको चलाइन त्यसो त म के भन्नु प्रेडिक्सन हो के फेरि हाम्रो प्रेडिक्सन किङ कुदाउनु चाहिँ बवाल कुदाइदिने अनि सिङ्गल चलायो भने चाहिँ चलाउने मलाई पनि सक्छ जस्तो लाग्दैन कहिलेकाहीँ नम्बर 8 सुजित लामा नोभिसबाट वाउ बडी पोजिसन चाहिँ भाइको बवाल लाग्छ है मलाई नेक्स्ट अप वी हेभ सुहान बिष्ट यस्तो राम्रो पहिलाको विनर है ऊ चाहिँ 95 नम्बर क्यारी गरिरहेछ दामी हान्छ भाइ दामी प्र्याक्टिस चाहिँ अलिक कम छ ल है लेट्स गो भाइ लेट्स गो मेरो भाइ सुहान बिष्ट लडेर पनि उठ्नु भएको छ के भयो यार बाइकमा प्रब्लम आएछ सर क्रास भयो पुस नगर्नुपर्ने बाबु तैँले
अनि बेसी नै पुस भयो क्या ए राइडर नम्बर 95 सुहान बिस्ट लडेर पनि उठ्नु भएको छ हान्दे बाबु अब अहिले ल्याप टाइम राम्रो नआए पनि रेस त खेल्न पाइन्छ नि त कम्प्लिट गर्यो भने हान्दे सुहान हान्दे लड्न चाहिँ नलड बाबु हो हान्दे यतिको जोस चाहिँ चाहिन्छ है राइडर भएपछि लडेर केही फरक पर्दैन उठेर चाहिँ हिँड्नु पर्यो हान्दे सुहान 95 लेट्स गो ब्रो लेट्स गो कमब्याक इज रियल ये बबल यस्तो बडी पोजिसन त मैले सिक्नु पर्ने छ यार भाइसँग ल्याप टाइम आयो छोडो खै अझै हाम्रो यहाँ फास्टेस्ट ल्याप टाइम होल्डरहरू चाहिँ 25 है त्यसपछि 26 त्यसपछि 27 चाहिँ अब लास्टमा हुनुहुन्छ अल द बेस्ट है हाम्रो खतरा राइडरहरूलाई ल फास्टेस्ट ल्याप टाइम 25.77 त्यसपछि छ 25.85 25.94 त्यसपछि अब बाँकी त राइडरहरू हुनुहुन्छ नि वाउ यार कस्तो राम्रो हानेको फाइनलको चाहिँ यहाँ छ है वाउ फर्स्टमा को छ श्रीहरि पौडेल सेकेन्डमा हुनुहुन्छ अभिनव राज मल्ल थर्डमा हुनुहुन्छ थर्डमा को पर्यो यार थर्डमा छ सुजन थापा मगर अबे दामी वान स्पेशल अनाउन्समेन्ट टु मेक अब स्प्रिन्ट रेस हुँदैछ जुन अघि मैले देखाएको टप 6 हुनुहुन्थ्यो नि त्यो टप 6 को चाहिँ स्प्रिन्ट रेस रे है अब यसमा यिनीहरू 3 जना पर्यो अब भाइहरू नि पर्छ होला वाउ विनोद दाई हो क्या हाम्रो हार्ड वर्किङ एकदमै मोटर स्पोर्ट्स नेपालको हिरोहरू रेस भने के हो के हो भन स्प्रिन्ट रेस भने के हो भन्न सकेन स्प्रिन्ट रेस भने के हो भाइ स्प्रिन्ट रेस भने थाहा छैन सो अब फाइनल स्प्रिन्ट रेस हुन गइरहेको छ हियर वी हेभ युकेश थापा दिपेश जयसवाल गाइज अब चाहिँ स्प्रिन्ट रेस स्टार्ट्स हामीसँग 6 सेलेक्टेड राइडर्सहरू टप 6 राइडर्स हुनुहुन्छ एन्ड वी हेभ श्रीहरि पौडेल अहिलेको फास्टेस्ट गाइज फास्टेस्ट राज मल्ल सुजन थापा मगर श्रीहरि पौडेल अगाडि त्यसपछि युकेश 4th मा हुनुहुन्छ 5th मा हुनुहुन्छ दिपेश जयसवाल एन्ड 6th मा प्रशान्त शर्मा ल है ल गाइस स्प्रिन्ट रेस सुरु अघिको ल्याप टाइम जुन देखाएको थिएँ मैले हजुरहरूलाई त्यो ल्याप टाइम अनुसार ग्रिडमा राखेको छ अब रेस सुरु है 1 2 3 4 One eternity later.
Big fan. What a race. Kotro gap. Babal yaar, babal. Thank you. Bike. Hard ko. Sto babal ani yaar Srile. Race book. Winner. खोइ त मेरो चस्मा कालु धेरै धेरै बधाई हेरी पौडेललाई फेरि पनि स्प्रिन्ट रेसमा फेरि मेडल देखाइदिनुहोस् त आहा ल हाम्रो श्री हरि पौडेल सुजन र युकेशको है यही हुनुहुन्छ दुईजना विनरहरू र थर्ड हुनुभएको छ युकेश थापा मगर है ल बधाई छ साथीलाई धेरै धेरै बधाई छ कति पछिको कमब्याक पछि उहाँले हान्नु भएको छ आज फर्स्ट रनर अप सुजन थापा मगर फर्स्ट रनर अप चाहिँ सुजन भोलिको लागि बुटोला हाम्रो टाइम सेड्युल अनुसार रेस हुनेछ 9 बजे 7 खस्यो यार मार्सल चाहिँ हुनेछ 10:30 देखि 10:45 मेम्बर्स र आमामामा सक्छ त अर्कोले पनि बजेदेखि 11:50 मिनेटको टाइममा ब्रेक टाइम प्लस ल भाइ जस्ट टु द च्याम्पियन ल बधाई छ ब्रो बधाई छ है ल कति बधाई दिने यार थम्बनेल Alright guys, so आजको फाइनल राउन्ड पनि सकिसकेको छ सो आई विल सी यु टुमोरो भोलि हजुरहरू 10-11 बजीसम्म आइसक्नुहोस् किनभने भोलि फाइनल राउन्ड हुन्छ एकदम रमाइलो हुन्छ सी यु अल बाइ बाइ